गाइस स्वागत छ फेरि पनि तपाईहरुलाई आजको ब्लगमा। आई होप कि सबैजना सन्चै हुनुहुन्छ र आरामै हुनुहुन्छ होला। चाहिँ म तपाईहरुलाई ब्लगमा चाहिँ शेयर गर्न गइरहेको छु कि कुन मेन पावरबाट म आएको हो साइप्रेसमा भनेर हैन। धेरै साथीहरुले सोध्नु भएको थियो कुन मेन पावरबाट जानु भएको हो, त्यो मेन पावरको नम्बरहरु दिनुस् भन्नु भएको थियो हैन। त्यो मेन पावरको नाम भन्नु भएको थियो। सो आज तपाईहरुले चाहिँ म नाम चाहिँ भन्न सक्छु तर त्यो मेन पावरको नम्बर चाहिँ दिन सक्दिन हैन, किनभने नम्बर बाँडेर हिँड्न पनि राम्रो होइन हैन, त्यो मलाई उचित लाग्दैन। सो म तपाईहरुलाई चाहिँ आज चाहिँ सिर्फ त्यो मेन पावरको नाम चाहिँ शेयर गर्ने छु। र गाइस मेन पावरको नाम थाहा हुनुभन्दा पहिला मेन पावरको बारेमा केही जान्नु जरुरी छ हैन। अब भोगेको भन्नाले अब मैले फर्स्ट टाइम अब आउँदाखेरि त्यही मेन पावरबाट अप्लाई गरेर आएको हो हैन। र मैले कसैलाई भनेर गरेको पनि हैन, किनभने त्यो मेरो पर्सनल मैले डाइरेक्टकै उस गरेर हैन गरेर आएको हो। मैले डाइरेक्ट मेल पठाएर हैन, मेल गरेर नै उस भएको कन्ट्याक्ट भएको हो हैन। त्यो गरेर चाहिँ म आएको हो है। त्यो मेन पावर म आउँदासम्म चाहिँ ठिकै छ, मलाई चाहिँ राम्रै गरेको थियो, राम्रैसँग आएँ म यहाँ हो। राम्रै अब उनीहरूले भने जतिकै नै भयो हैन। एउटा दुईटा कुरा त मिस्टेक हुन्छ नै हैन, त्यसमा एउटा दुईटा कुराहरु त अब डिफेन्सहरु पर्छ। अब सबै कुरा भने जस्तो त हुँदैन, त्यसकारणले गर्दा एउटा दुईटा कुराहरु मिलेन, एउटा दुईटा कुराहरु मिल्यो, त्यसकारणले मेरो चित्त बुझेछ हैन। त्यसमा मलाई केही भन्नु छैन, कारणले गर्दाखेरि राम्रै लाग्यो। त्यही भएर चाहिँ मैले तपाईहरुलाई पनि शेयर गर्दै छु, नत्र भने मैले शेयर गर्ने थिएन हैन। किनभने अब शेयर गर्दाखेरि मेन पावरको नामहरु दिँदाखेरि कन्ट्याक्ट नम्बरहरु दिँदाखेरि चाहिँ प्रमोट गरे जस्तो हुन्छ। फेरि तपाईहरुले लाग्ला फेरि तपाईको भिडियो हेरेर आएको यो मेन पावरदेखि तपाईले दिनुभएको नम्बर हो, यस्तो यस्तो भयो हैन, तपाईहरुलाई केही प्रब्लम होला पछि आउँदाखेरि, तपाईहरुले भने जस्तो काम हुन नपाउला, तपाईहरुले भने जस्तो स्यालेरी नपाउला, त्यसकारण गर्दा तपाईहरुको धेरै कम्प्लेन हुन सक्छ। त्यसकारणले गर्दाखेरि मैले नम्बर दिन सक्दिन हैन। तर मेन पावरको नाम चाहिँ म तपाईहरुलाई भन्न सक्छु हैन। र मेन पावर कस्तो छ के छ हैन, त्यो सबै तपाईहरु वहाँ गएर डिटेली तपाईहरु पेजहरुमा गएर फलो गर्नु होला। त्यो उहाँहरुको धेरै पेजहरु पनि बनाउनु भएको छ र कति मान्छेहरु यहाँ आउनुहुन्छ साइप्रेसमा, त्यसको पनि त उहाँहरुले अपडेट गरिरहेको हुन्छ हैन, डिमान्डहरु हालिरहेको हुन्छ है। त्यसले गर्दाखेरि चाहिँ आज म तपाईहरुलाई भन्दै छु आएको मेन पावरको नाम हैन। र त्यसमा चाहिँ तपाईहरु जानुस्, भिजिट गर्नुस् हैन, राम्रोसँग बुझ्नुस् र कस्तो छ डिमान्ड, आफुलाई मन पर्छ पर्दैन, आफुले गर्न सक्छ सक्दैन, त्यो सबै कुरा बुझेर एप्लाई गर्नुस्। मेन पावरको नाम भन्नु पर्दा चाहिँ एसआरसी जब रिप्लेसमेन्ट प्राइभेट लिमिटेड हो, काठमाडौँको त्यो नयाँ बस पार्कदेखि अलिकति अगाडि जानुपर्छ हैन, त्यहाँनिर छ हैन। तपाईहरुले अब त्यो ठाउँको करेक्ट ठाउँको नाम चाहिँ मलाई पनि त्यति याद छैन, किनभने म पनि काठमाडौँ धेरै घुमेको छैन। अब पहिलोचोटि नै अब त्यहीँ आएर नै सबै कुरा गरेर म आएको हो, त्यही भएर म काठमाडौँ घुमेको छैन, त्यो ठाउँको नाम त्यति मलाई नलेज छैन हैन। तपाईहरुले गुगलमा सर्च गरेर हेर्न सक्नुहुन्छ हैन। सो तपाईहरु जानुस्, एकचोटि बुझ्नुस् हैन, र कस्तो छ, मन परेदेखि एप्लाईहरु गर्नु, मन नपरेदेखि नगर्नु। मैले त्यहाँबाट गर्नु पनि भन्दिनँ हैन। मेन पावर पनि तपाईहरुलाई चित्त बुझ्दो छ, तपाईहरुले यो मेन पावरलाई ट्रस्ट गर्न सक्छ भने मात्र एप्लाई गर्न जानु हैन। बुझ्नु, तपाईहरुसँग पहिला पैसा माग्छ भने पैसाहरु पनि नदिनु हैन, किनभने अब धेरै पैसाको कारोबारहरु अहिले प्रब्लमहरु भएको छ नि त। त्यसकारणले गर्दाखेरि पेमेन्टहरु गर्दाखेरि आफ्टर भिजा आइसकेपछि मात्र दिनु हैन। फेरि युरोप जाने हो भन्ने बित्तिकै फेरि तपाईहरु पैसाहरु दिनु होला हैन। त्यस्तो कामहरु चाहिँ नगर्नु पहिला चाहिँ। र म त के भन्छु भने अब डाइरेक्ट आफै गएर भिजिट गर्नु के मेन पावरहरुमा, कसैको थ्रु चाहिँ नजानु के। कसैको थ्रु गयो भने चाहिँ उनीहरु चाहिँ पैसा लिने कामहरु गर्छ हैन। धेरै साथीहरुले यस्तो गरेर दुःख पाएको छ, त्यसकारण गर्दाखेरि डाइरेक्ट जानु। म पनि डाइरेक्टै गएको हो हैन, मैले पनि मेल थ्रु नै गरेर चाहिँ म यहाँ आइपुगे हैन। मलाई पनि विश्वास थिएन कि म यहाँ साइप्रेसमा आउँछु भनेर, किनभने मैले अब कुनै मेन पावर चिनेको थिएन त्योभन्दा पहिला हैन, कुनै मेन पावर देखेको थिएन। वैदेशिक रोजगार भन्ने एउटा एपबाट चाहिँ मैले हेरेर चाहिँ उनीहरूलाई मेल गरेर हैन चाहिँ म अब पास इन्टरभ्यू दिएर पास भएर नै यहाँ। तपाईहरु पनि त्यस्तै गर्नुस् हैन, मैले जस्तो गरेँ त्यस्तै गर्नुस्। त्यसो गर्यो भने चाहिँ तपाईहरु फस्ने चान्स अलिक कम हुन्छ क्या। आफै गएर भिजिट गर्यो भने, डाइरेक्ट मेन पावरमा गयो भने चाहिँ अलिक फस्ने चान्स चाहिँ अलिक कम हुन्छ क्या। तपाईहरुलाई मन परेदेखि तपाईहरुले एप्लाई गर्न सक्नुहुन्छ, मन परेन भने तपाईहरुले एप्लाई नगर्दा पनि हुन्छ क्या। हैमा तपाईहरुले एप्लाई गर्नै पर्छ भन्ने पनि छैन है, तपाईहरुको इच्छा हो हैन। तपाईहरुलाई कस्तो लाग्छ बुझ्नु मात्रै, तपाईहरुले सोधेको भएर मात्रै मैले भन्देको हो, नै भने म भन्नेवाला पनि थिएन हैन। त्यसकारणले गर्दाखेरि तपाईहरुको आफ्नो उसले गर्नुस् हैन, तपाईहरुलाई कस्तो लाग्छ है। एउटा ठाउँको नाम मात्रै म तपाईहरुलाई शेयर गरेको हो हैन। र तपाईहरु आफै गएर बुझ्नुस् कस्तो लाग्छ हैन। मन परेदेखि तपाईहरुलाई चित्तबुझ्दो डिमान्ड छ, तपाईहरुलाई चित्तबुझ्दो छ भने मात्र एप्लाई गर्नु। नभए धेरै मेन पावरहरु छ हैन, त्यस्तो मेन पावर धेरै जना धेरै
ठाउँमा छ, धेरै छ र त्यहाँबाट पनि तपाईँहरूले गर्न सक्नुहुन्छ हैन। यसरी म तपाईँहरूलाई यति अब भनेको हो कि अब तपाईँहरूले रिक्वेस्ट गर्नुभएको थियो भनिदिनु भनेर धेरैजनाको रिक्वेस्ट देखेको थिएँ। त्यसकारण गर्दाखेरि तपाईँहरूको चित्त राख्नु हैन, तपाईँको मन राख्नुलाई मात्र मैले भनेको हो हैन। सो कस्तो लाग्छ तपाईँहरूलाई हैन, त्यो आफै बुझेर गर्ने हो। सो आई होप कि मेरो भनाइ नै त्यति हो हैन। आई होप कि तपाईँहरूलाई मन पर्यो होला। मन परेदेखि लाइक गरिदिनु, शेयर सब्सक्राइब गरिदिनु। भेटौँला अर्को ब्लगमा।